Hello everyone, Diproj Rai here. Today I'm taking you to one of the most beautiful and lesser known historical sites in Chiton, Upper Dangadi, which is also known as Upper Dangadi. It lies in Chiton district of Nepal. It's about 40 kilometers from my home and around 22 kilometers from Tani Bazar. सबैमा नमस्कार म दिप्रोज राई आज हजुरलाई म हाम्रो चितवन जिल्लामा रहेको एकदम ऐतिहासिक ठाउँ जसलाई चाहिँ चितवनको सान पनि भन्ने गरिन्छ र यसको नाम रहेको छ उपरदाङगढी। यो मेरो घरबाट झन्डै 40 किलोमिटर टाढा छ भने टाढी बजारदेखि 22 किलोमिटर जति टाढा छ।
पर्छ यार। Upazhangadi, here we are. Perdangai रहेछ है दाम चाहिँ। So finally we are here at Upazhangadi. This is the view from top of the world. यो Upazhangadiबाट तलको भ्यू हो। अब यहाँबाट हामी भर्याङ चढेर माथि जानुपर्ने हुन्छ। अब यहाँबाट हामी माथि जाँदैछौँ। ठिक छ, यसले झार चाहिँ राम्रोसँग ह्यान्डल गर्न सक्दिन अनि हाम्रो जनताहरू आउँदैछन्। माथिबाट भ्यू बवाल देखिँदो रहेछ। वेट, those who are willing to stay here and enjoy the view of Upazhangadi, they can stay here. We have Gurung homestay. बस्न पनि राम्रो व्यवस्था रहेछ। बीचमा सम्म छ अनि फेरि फुर्किलाहरू। अब केही समय हिँडेपछि चाहिँ हामी वी आर अलमोस्ट टु द डेस्टिनेसन Upazhangadi। यहाँबाट चाहिँ हिमाल पनि देखिन्छ है। कोदोको पुरै बास्ना आयो। यहाँ चाहिँ लोकलको लागि लोकल जसले पिउनुहुन्छ, लोकल चाहिँ दामी पाइँदो रहेछ क्या अरे आई गेस। अब यताबाट सिधा गयो भने चाहिँ अलिक धेरै हिँड्नुपर्छ, यताबाट गयो भने चाहिँ थोरैमा पुगिन्छ। यो चाहिँ सर्टकट। उताबाट घुमेर आयो लोकल पाउँछ, लोकल। अब यति हिँडेपछि पुग्यो गडी हिल कटेज।
So as you guys can see, the youths are enjoying their party. गढी हिल होटेलमा केटाकेटीहरू चिल हान्दैछ। But we didn't give a shit because we had to go upstairs and focus on what we were doing. Just each other. So we are going up and up, up. Wow, look at that view, man. उब्रोताङगढीको पालेहरू दे आर लुकिङ आफ्टर उब्रोताङगढी यिनीहरूले हेरिरहेछ उब्रोताङगढीलाई हामी चाहिँ अलमोस्ट आइपुग्यो एट द इन्ट्रान्स गेट अफ उब्रोताङगढी स्वागतम फाइनली हामीले टिकट पनि किनिसकेका छौँ एउटा टिकटको 50 रुपियाँ खुड्कीलाई आज सके होइन है ऐसेलो ऐसेलो यहाँ ऐसेलो नि रहेछ यो रहेछ एउटा अट्र्याक्सन चाहिँ अहिले यो हाले रहेछ उब्रोताङगढीको मेन अट्र्याक्सन पोइन्ट चाहिँ अहिले यो रहेको छ डाँडा छैन यो खानालाई मात्र Okay, as I was walking around the fort, I learned that it's believed to have been built to protect the Chiton Valley from invasions. यहाँ बनाएको यो किल्ला चाहिँ पूर्वकालमा चाहिँ चितवन भ्यालीलाई आक्रमण हुनबाट बचाउनको लागि बनाएको थियो. And it dates back to the Saha and Rana periods, making it a really important and fascinating historical site in this region. अनि यो किल्ला चाहिँ हाम्रो राणा र शाहहरूको समयमा बनाएको थियो and it is still believed that it is one of the historical ancient gem of Chiton district. It is small in size as compared to the one historical ancient historical fort in Makwanpur. In Makwanpur, the fort is bigger than we see in here. यहाँ भन्छ चाहिँ अलिकति मकवानपुरभरिमा अलि ठुलो छ. उहाँले ढोका पनि खोलिदिइसक्नु भयो हामी अब भित्र प्रवेश गर्दैछौँ थ्याङ्क यू भेरी मच उब्रोताङगढीको मेन अट्र्याक्सन पोइन्ट भनेर यही हो केही छ केही छैन एकमा फ्री वाइफाई ल
यहाँ एउटा विशेषता चाहिँ इफ यु पे 50 रुपिज यु विल ह्याभ टु युज फ्री वाइफाई फ्री अफ कस्ट